यिनीहरूले बालेन शाहलाई यो सिंहदरबार जलाउने जस्तो आरोप लगाएर यति धेरै खेदे कि त्यो खेद्दा 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 बालेन शाह आफ्नो इच्छाले झापा 5 मा लड्न गएका होइनन्, एमालेहरूले तानेर लगेका हुन्। एमालेले गरेको घृणाको राजनीतिले बालेन शाह ठिकै छ तिम्रै गढमा गएर तिमीसँगै लडौँला न त, बालेनलाई जबरजस्ती तानिएको छ त्यहाँ। होइन एक खालको त म होइन यो बालेन तलाई त्यही गएर हराइदिन्छु भने त इगो नै हो नि सर, त्यो बदलाको भाव होइन र? होइन प्रतिशोध चाहिँ होइन, बदला पनि होइन, उनी जान बाध्य भएका छन् त्यहाँ। उनको त एकदमै इजी, काठमाडौँ 2 मा अत्यन्त इजी क्षेत्र थियो त, उनी आरामले जित्न सक्थे बालेन शाहले त यहाँ। तर उनीलाई चाहिँ नि उनले बालेनको इगो पनि होइन, बालेनको प्रतिशोध पनि होइन, उनलाई यसरी तानियो कि तपाईँ हिजोको मात्र हेर्नुहोस्, हिजो नोमिनेसनको दिन अथवा अस्तिको दिनदेखि यता हेर्नुहोस्, बालेन शाहले जनकपुरमा गएर चाहिँ नि सभामा बोल्दा अथवा यहाँ घन्टी घरमा गएर बालेन शाहले बोल्दाखेरि र हिजो नोमिनेसनको दिन बोल्दा उनले कहीँ केपी ओलीको नाम लिएका छन्? कतै सुन्नु भएको छ तपाईँले? कहीँ पनि छैनन्। तर 2-3 दिन यता हिजो नोमिनेसनको दिन पनि केपी ओलीले बालेन शाहको नाम कति पटक लिए? भनेपछि त्यो एउटा बालेन शाहप्रति एउटा यस्तो घृणा यिनीहरूले खडा गर्न खोजे कि त्यो घृणाले गर्दाखेरि बालेन शाह त्यहाँ जान भयो, घृणाले बालेनलाई त्यहाँ पुर्यायो।